लाली बजारको कथा त रेगुलर आइडियाहरू आइरहन्छ नि त। जस्तो मैले कोहिनूर लेख्दादेखि सुरु गर्दाखेरि एउटा फेज के आयो भने कोहिनूर वीरविक्रम कान्छी आउँदासम्म के भयो भने लगभग धेरै लेखियो नि त त्यो किसिमको फिल्महरू। अनि मैले लेखिरहँदाखेरि चाहिँ क्यारेक्टर बेस एउटा क्यारेक्टरमा भएका मुभीहरू र लोकल मैले जानेको कथाहरू जुन देखेको छु, आँखाले देखेको कथा अरूलाई देखाउँ भन्ने कुरा भयो। त्यो बेलामा 2019-21 मलाई अझै याद छ। यो 2 वर्षमा मैले लाली बजार लगायत अब अझ बजारमा आउँदैछन् अरू पछि, त्यो चाहिँ क्यारेक्टर बेस मुभी भन्थ्यो त्यो बेलामा हामीले। र अनि आफूले देखेको कथा के आफूले देखेको जमिन, आफूले देखेको कथा चाहिँ मैले त्यो बेलामा सुरु गरेको थिएँ। त्यो बेलामा मेरो विचारमा मेरी मामु बाहेक अरू आएन मेरो। म सुरु त गरेँ, नआइसकेपछि बिचमा अब लकडाउन भयो, के भयो के अब रिटर्न त हुनु पऱ्यो नि त आउँदाखेरि। अनि अब म डाइरेक्सन चाहिँ लाली बजार टाइपकै मुभी गरौँ न भनेर लाली बजारको कथा सुनाउँदै जाँदाखेरि सटकोटमा आइपुग्यो र आजसम्म यहाँसम्म आइपुग्यो।